नेल्सन मण्डेलाले भने चाहिँ गरिबी अन्त्य गर्नु परोपकार होइन, न्याय हो। अर्थात् विस्थापनको समस्या पनि दया वा सहानुभूतिको विषय मात्र होइन, यो न्यायको प्रश्न हो। राज्यको मूल्याङ्कन नियम र कानुनको कडाइले होइन, करुणाले हुन्छ। कानुन आवश्यक छ, तर मानवता अझ बढी। हुन त मध्यम वर्गको एउटा तबका सरकारको यो सौन्दर्य चेतप्रति आज खुसी नै देखिन्छ। उसलाई लागेको छ सहरबाट गरिब धपाए सहर सफा हुन्छ, सहरमा विकासको बाटो खुल्छ। तर जुन सहरमा एउटा वर्गलाई निषेध हुन्छ, त्यहाँ अर्को वर्गको सुविधा कटौती हुन्छ। गरिब धपाउँदा खुसी देखिने वर्ग भोलि श्रमिक नपाएर आफै गरिबी र विस्थापनको दुष्चक्रमा फस्ने सम्भावना रहन्छ। कारण संसारभरको उदाहरणले पुष्टि गरेको तथ्य हो, सहर बनाउने सम्भ्रान्तले होइन, श्रमिकले हुन्। अन्त्यमा बालेन सरकारलाई फेरि सम्झाउँ, मानवता, संवेदनशीलता र करुणा। प्रधानमन्त्रीज्यू, नेल्सन मण्डेलाले भने चाहिँ गरिबी अन्त्य गर्नु परोपकार होइन, न्याय हो। अर्थात् विस्थापनको समस्या पनि दया वा सहानुभूतिको विषय मात्र होइन, यो न्यायको प्रश्न हो। राज्यको मूल्याङ्कन नियम र कानुनको कडाइले होइन, करुणाले हुन्छ। कानुन आवश्यक छ, तर मानवता अझ बढी। हुन त मध्यम वर्गको एउटा तबका सरकारको यो सौन्दर्य चेतप्रति आज खुसी नै देखिन्छ। उसलाई लागेको छ सहरबाट गरिब धपाए सहर सफा हुन्छ, सहरमा विकासको बाटो खुल्छ। तर जुन सहरमा एउटा वर्गलाई निषेध हुन्छ, त्यहाँ अर्को वर्गको सुविधा कटौती हुन्छ। गरिब धपाउँदा खुसी देखिने वर्ग भोलि श्रमिक नपाएर आफै गरिबी र विस्थापनको दुष्चक्रमा फस्ने सम्भावना रहन्छ। कारण संसारभरको उदाहरणले पुष्टि गरेको तथ्य हो, सहर बनाउने सम्भ्रान्तले होइन, श्रमिकले हुन्। अन्त्यमा बालेन सरकारलाई फेरि सम्झाउँ, मानवता, संवेदनशीलता र करुणा। प्रधानमन्त्रीज्यू, नेल्सन मण्डेलाले भने चाहिँ गरिबी अन्त्य गर्नु परोपकार होइन, न्याय हो। अर्थात् विस्थापनको समस्या पनि दया वा सहानुभूतिको विषय मात्र होइन, यो न्यायको प्रश्न हो। राज्यको मूल्याङ्कन नियम र कानुनको कडाइले होइन, करुणाले हुन्छ। कानुन आवश्यक छ, तर मानवता अझ बढी। हुन त मध्यम वर्गको एउटा तबका सरकारको यो सौन्दर्य चेतप्रति आज खुसी नै देखिन्छ। उसलाई लागेको छ सहरबाट गरिब धपाए सहर सफा हुन्छ, सहरमा विकासको बाटो खुल्छ। तर जुन सहरमा एउटा वर्गलाई निषेध हुन्छ, त्यहाँ अर्को वर्गको सुविधा कटौती हुन्छ। गरिब धपाउँदा खुसी देखिने वर्ग भोलि श्रमिक नपाएर आफै गरिबी र विस्थापनको दुष्चक्रमा फस्ने सम्भावना रहन्छ। कारण संसारभरको उदाहरणले पुष्टि गरेको तथ्य हो, सहर बनाउने सम्भ्रान्तले होइन, श्रमिकले हुन्। अन्त्यमा बालेन सरकारलाई फेरि सम्झाउँ, मानवता, संवेदनशीलता र करुणा। प्रधानमन्त्रीज्यू,